सबैले भन्छ यो करेन्ट चाउचाउ खानु हुँदैन रे। कसले भने अब कोही कोही दाजु पाइल्स हुन्छ भन्छ यार। खाएर पाइल्स हुन्छ। पाइल्स घाँटीमा पाइल्स भए मात्र हो, कहाँ हुन्छ। करेन्ट चाउचाउ लभर होइन त। के गर्नुपर्छ भने भोलि गाह्रो हुनुभन्दा चाहिँ अगाडि नै घिउ चाहिँ 1 चम्चा घिउ चाहिँ बिहान खाली पेटमा खानुपर्छ।